आज चाहिँ हामी गौरीटाप क्षेत्रमा छौँ। गौरीटाप क्षेत्रको चाहिँ यहाँबाट यहाँ चाहिँ गाईको बाछा, त्यसपछि गएर यहाँ माथि देखिएका मन्दिर चाहिँ मेरो टाउको भन्दा माथि देखिएका मन्दिरहरू चाहिँ गौरीटापका मन्दिर। त्यसपछि तपाईहरु पनि आउनुभयो भने हुन्छ। यहाँ चाहिँ अलि रमणीय दृश्य, धेरै राम्रो ठाउँहरू, स्वच्छ वातावरण, मौसम परिवर्तन भइरहने, एकैछिनमा पानी पर्ने, एकैछिनमा घाम लाग्ने, भर्खरै ठुलो पानी परिरहेको बेलामा पनि अहिले फेरि रिसेन्टली घाम लागेका छन्। हिँडेर जाने बाटो त्यहाँबाट गौरीटाप क्षेत्रमा, गौरीटाप मन्दिर त्यहाँ जिप लाइन रहेछ। निकै चाहिँ पर्यटकीयको सम्भावना बोकेको सोलु दुधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमानामा रहेछ यो ठाउँ। नेचा सल्यान गाउँपालिका र सोलु दुधकुण्डको सिमाना। गौरीटापै चाहिँ सोलु दुधकुण्ड नगरपालिकामा पर्यो भने नेचा सल्यान गाउँपालिकामा चाहिँ विभिन्न बनेका संरचनाहरू रहेछन्। अहिले पनि यहाँ गेट बनाइएको रहेछ। एउटा गेट छ यहाँ। यो गेटमाथि लेखिएको छ, के लेखिएको छ भन्नुहुन्छ भने ओम गौरीटाप धाममा स्वागत छ भनेर लेखेको रहेछ। अब अघि भर्खरै यहाँ चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ फेरि घाम लागिरहेको छ। हेर्नुहोस् ल है, यो मौसम पनि परिवर्तन भइरहने र स्वच्छ हावा, स्वच्छ वातावरण सबै भएको कारणले यो ठाउँ चाहिँ घुम्न लायक ठाउँ छ भन्ने मेरो अनुमान छ। बिरगाउँ यस्तो बेर छ, त्यहाँ मन्दिर रहेछन्। टाप गौरीटाप भनेको चाहिँ त्यहाँ हुन् ल, उति जुन मन्दिरको माथि गजुर राखिएको छ त्यहाँ गौरीटाप गाईको चाहिँ पाइला त्यहाँ छन्। त्यसपछि यो बनेको संरचना चाहिँ यहाँ बस्ने गुरुको यो चाहिँ मन्दिर गौरीटापको लाइन है। जिप लाइन पनि रहेछ गौरीटापमा। गौरीटापको जिप लाइनमा चाहिँ छ जिप लाइन चाहिँ त्यहाँसम्म हो। माथि गौरीटापमा चाहिँ गौरीटापमा गाईका पाइला थिए भने यहाँ चाहिँ गाईका बाछा चाहिँ यहाँ गाईका बाछा, गाईको माउ चाहिँ त्यहाँ है। यो दुईटा मन्दिरको बिचको त्यो गजुर भएको ठाउँमा गाईको बाछाको पाइला भयो भने यहाँबाट आएपछि चाहिँ यहाँनिर चाहिँ गाईको बाछा, यहाँ चाहिँ बाछालाई हेर्नुहोस् है, गाईको बाछा। यहाँ चाहिँ गौरीटाप क्षेत्रमा छौँ। गौरीटाप क्षेत्रमा हो यो गौरीटापको जिप लाइन। यो अहिले यतापट्टि देखिएको पाटो चाहिँ नेचा सल्यान गाउँपालिका रह्यो भने माथि चाहिँ त्यहाँ गौरीटापै भनेर चाहिँ त्यहाँ माथि देखिएका 1 2 3 4वटा मन्दिरको संरचनाहरू हो। त्यो मन्दिरको संरचनाहरूमा चाहिँ त्यो चाहिँ फेरि सोलु दुधकुण्ड नगरपालिका पर्छ। यो अहिले विभिन्न संरचना निर्माण भइरहेको छन्। जिप लाइन चाहिँ त्यहाँदेखिको जिप लाइन यहाँसम्मको जिप लाइन रहेछ भने यो तल्लो भाग चाहिँ नेचा सल्यान गाउँपालिका हो भने यतापट्टिको भाग चाहिँ सोलु दुधकुण्ड नगरपालिका पर्यो। तपाईँहरू यहाँ चाहिँ यो गौरीटापमा आउनको लागि चाहिँ तपाईँहरू कहाँबाट आउने भन्नुहुन्छ भने ओखलढुङ्गा जिल्ला सदरमुकाम हुँदै टोड्के ठाडे हुँदै जन्तरखानी ठाडे हुँदै यो चाहिँ जिप लाइन ठाडे हुँदै आउँदाखेरि चाहिँ ओखलढुङ्गा सदरमुकामबाट 15-20 किलोमिटरको अन्तरमा गौरीटाप आइन्छ। यहाँ चाहिँ विशेष मेला लाग्छ वैशाख 1 गते हरेक वर्ष, र यहाँ विभिन्न महत्त्व बोकेका मठ मन्दिरहरू र अलि धार्मिक पर्यटकीय क्षेत्रमा बेसी भएको ठाउँ हो। तपाईँहरू पनि आएर घुम्न सक्नुहुन्छ। गौरीटाप क्षेत्रमा छौँ हामी अहिले। यो चाहिँ एउटा पर्यटकीय क्षेत्र पर्यो। यहाँ मन्दिर रहेछन् शिवको, यहाँ शिवको मन्दिर,
शिवका मन्दिर टक्क गौरीटापमा उतापट्टि त्यहाँ पनि मन्दिर चाहिँ यो चाहिँ गौरीटाप धामभित्र पुजारी बस्ने ठाउँ चाहिँ त्यहाँ त्यो घरमा चट्ट घेरबार गरेर तरकारी खेती गरेर ट्याङ्की गौरीटाप क्षेत्रलाई चाहिँ खानेपानी ट्याङ्की यहाँ उपलब्ध रहेछन्। त्यहीँ जिप लाइन है देखिँदैन उसोले त्यहाँबाट जिप लाइन सुरु भएको जिप लाइन चाहिँ तल पुगेर सरर हुस्सो आइरहेछ। गौरीटाप क्षेत्र अत्याधिक रूपमा चाहिँ बस्न लायक र राम्रो रमणीय स्वच्छ हावापानी स्वच्छ वातावरणमा भएको ठाउँ रहेछ। जिप लाइन चाहिँ त्यहाँबाट त्यो देखिएको ठाउँबाट जिप लाइन त्यो तलसम्म